बालन सरकारको बजेट भाषण अहिले नेपाली युवाहरूको आँखामा आँसु नै आएको छ। नेपाली युवाको कारणले, विदेशमा बस्ने युवाहरूको कारणले देशमा परिवर्तन भएको छ र देशमा ठुलो सरकार बनेको छ। तर युवाहरूको लागि सरकार अहिलेसम्म कुनै बजेट भाषण गरेको छैन। अहिले त सरकारले कर्मचारीहरूको तलब बढाउने काम गरेको छ, शिक्षामा तलब बढाउने काम गरेको छ, स्वास्थ्यमा तलब बढाउने काम गरेको छ। तर एउटा पनि विदेशी युवाका लागि राम्रो काम गर्नुभएको छैन। विदेशमा बसेको युवाहरू आफ्नै देशमा आएर रोजगार गर्न सिर्जना सरकारले चासो देखाएको छैन। विदेशमा बस्ने युवाहरूसँग विश्वासघात नै भएको छ। सबै विदेशमा बस्ने युवाहरू आफ्नो घरमा फोन गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा भोट हाल्नु, घन्टी छापमा भोट हाल्नु, बालेन शाहले जिताउनु, रवि लामिछानेले जिताउनु। तर बालेन शाह र रवि लामिछाने जिताएर गरिब जनताले के पायो? न त नेपाली युवा विदेशमा बस्नेलाई न त रोजगार पाएको, न त गरिब जनतासँग अहिले न्याय पाएको। गरिब जनतामाथि झन् ट्याक्स बढाइदियो। नेपाली युवा अब विदेशमै बसेर आफ्नो जीवन बिताउने हो। अब त देश फर्काउने चान्सै देख्दैन। नेपालमा त्यस्तो चान्स बनाएकै छैन सरकारले। न त ठुला ठुला उद्योमी खोलेको छ, न त कुनै कल कारखाना खोलेको छ। अहिले बजेट भाषण त सरकारी कर्मचारीहरूको तलब बढाउने मात्रै काम गरेको छ र यो काम कतिको उचित भयो र नेपाली युवाहरूसँग कतिको विश्वासघात गयो र नेपालमा कतिसम्म बेरोजगार बढ्दै गयो, तपाईहरूले कमेन्ट गरेर भन्नुहोला।